नमस्कार, दिनेश सिंह ज्ञानमा हजुरहरूलाई हार्दिक स्वागत छ। सो तपाईहरुलाई पनि के मलाई जस्तै भइरहेको छ, जतिचोटि शेयर गर्दा पनि के परिरहेको छैन त? किन होला त त्यो? एकचोटि तपाई त्यसको लागि क्रोम ब्राउजर ओपन गर्नुहोस् अनि सो मेरो सेट टाइप गर्नुहोस्, अथवा तपाईसँग एप्स छ भने एप्सबाट लगइन गर्दा पनि हुन्छ। म मेरो सेट लगइन गर्छु। त्यसपछि मेरो लगइन गर्छु। तपाईको मेरो युजर नेम पासवर्ड हालेर म लगइन गर्छु। सो यो बायाँपट्टिको तपाई हाम्रो यो ड्याशबोर्ड खुल्छ अनि त्यसपछि माई आस्क भन्नेमा क्लिक गर्नुहोस् अनि यो करेन्ट इस्यु अनि त्यसपछि एप्लिकेसन रिपोर्ट भन्नेमा क्लिक गर्नुहोस्। अहिले शेयर पनि ओपन भइरहेछ एउटा। तपाईहरुले भर्नु भएको छैन भने शेयर पनि भर्न सक्नुहुन्छ तपाईले यो पाल्पा सिमेन्ट भन्ने। सो थर्डमा छ तपाईको एप्लिकेसन रिपोर्ट, त्यसमा क्लिक गर्नुहोस् अनि म चाहिँ यो होटल फरिस्टिन भन्नेमा क्लिक गरेर देखाउँछु। सो यो पनि हुन सक्छ एउटा प्रब्लम, किनभने मैले यो भन्दा केही समय अगाडि शेयर गरेको थियो। तपाईको मेरो अकाउन्टमा चाहिँ इनफ ब्यालेन्स थिएन रहेछ, मैले पनि खासै याद गरिन। तपाईको यसरी रिजेक्टेड अमाउन्ट रिजेक्ट भनेर आउँछ। तपाईको यो पनि हुन सक्छ एउटा कारण। अर्को कारण के हुन सक्छ, तपाईको जनसंख्या भनेको तपाईको फ्यामिली 7-8 जना हुन्छ, तर तपाईले भरिरहनु भएको हुन्छ जम्मा 2 जना अथवा 1 जना। सो त्यसकारणले गर्दा तपाईको जति जना फ्यामिली हुनुहुन्छ सबैको अकाउन्ट खोलेर तपाईले आईपीओ एप्लाई गर्यो भने तपाईले पर्ने चान्सेस एकदमै हाई हुन्छ। तपाई 1 जनाको 10% भयो भने तपाईको 7-8 जना छ भने त अलिकति तपाईलाई पर्ने चान्सेस त हाई हुने भयो। सो यसै जानकारीको लागि मैले तपाईहरुलाई भिडियो बनाएको। धन्यवाद।